इनोभेटिभ हस्पिटालिटीमा 54 जना विद्यार्थीलाई बारिस्ता ट्रेनिङ कार्यक्रम सम्पन्न। बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा उद्योग वाणिज्य कार्यालय धुलीखेलको आयोजनामा र ज्योति मिरमिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा बारिस्ता बनाउने उद्यमशीलता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। काभ्रे जिल्लाभर रहेका 54 जना विद्यार्थीलाई प्रशिक्षण गराइएको थियो। असार 3 गतेदेखि असार 9 गतेसम्म उक्त ट्रेनिङ सञ्चालन भएको थियो। इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टर विद्यार्थीको उज्जवल भविष्यप्रति समर्पित एक सुपरिचित ट्रेनिङ सेन्टर हो। यहाँबाट वेटर, बारिस्टा, कुक, बार ट्रेनिङ, सुशी, हाउसकिपिङ, होटल तालिमका लागि सेन्टरले अनुभवी तथा दक्ष शिक्षकबाट मोटिभेशनल विधिबाट गुणस्तरीय तालिम प्रदान गर्ने भएपछि विद्यार्थी प्रभावित भएका छन्। कार्यक्रममा उद्योग वाणिज्य कार्यालय धुलीखेलको प्रमुख सीताराम घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष उद्धव सापकोटा, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहाल, ज्योति मिरमिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरको प्रबन्ध निर्देशक कामदेव शाह, प्रमुख प्रशिक्षक सजिना दुलाल, प्रशिक्षक सुमन अधिकारी, मीनु शाह, रूपक हुमागाई, रविन्द्र चौलागाई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन ज्योति मिरमिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाका व्यवसाय विभाग प्रमुख पुरुषोत्तम दाहालले गरेका थिए।